गर्न खोजेको भन्दाखेरि हामी तपाईँहरूलाई यो गर्नुपर्ने त थिएन होइन, तर हामीले किन पनि गरेको भन्दाखेरि एउटा जापानको कल्चर पनि हो कि हो। तपाईँहरूले जापानमा हरेक बेला हरेक टाइममा तपाईँहरूले यो रामेन खाइराख्ने रामेन खाने नि भात, यहाँ हाम्रो नेपालमा जस्तो यहाँ भात भन्ने त खावा त्यस्तो तपाईँहरूले मेसै पाउन्न है। रामेन खाने हिँड्ने पनि गर्नुपर्ने हुन्छ र एउटा जापानको एउटा कल्चर पनि हो कि। तपाईँहरूलाई त्यो एउटा कल्चर बुझाउनको लागि हामीले यहीँ नै तपाईँहरूलाई प्रत्यक्ष नै हामीले एउटा कुनै कल्चरहरू चाहिँ हामीले अलिक तपाईँहरूले सिकाउन खोजिरहेको यो है। तसर्थ हामीले यहाँ कतिले जान्दैन होइन, चपिस्टिक खेलाउनु जान्दैन, कतिले अब रामेन भन्ने मात्रै छ। तर रामेनको खाएर के हुन्छ होइन, रामेन भनेको चाहिँ अब के हो, रामेन कसरी खाने भन्ने थाहै हुन्न कि, घर गएर अलिकति गाह्रो हुन्छ तिमीहरूलाई है। त्यही भएर हामीले प्रत्यक्ष सिकाउन खोजेको यो है। तपाईँहरूले हेर्नु यसरी सबैलाई राखेर हामीले त्यो एउटा चाहिँ सिकाइ गरेको है। तसर्थ त्यसको लागि चाहिँ थोरै यो रामेनको बारेमा चाहिँ भन्दिनँ म, सुदर्शन सेन्जरलाई भन्नु भन्छु है, थोरै तपाईँहरूलाई सिकाउनुको लागि ल। ओके ल सबैलाई है, रामेन भनेको छ, रामेन इज बेसिकली नुडल सुप भनेको छ है। चाउचाउको सुप है, हाम्रो नेपाली थुक्पा जस्तै। त्यसपछि वान अफ द पपुलर डिस इन जापान भनेको छ, टप 5 मा पर्छ रामेन चाहिँ। नम्बर 1 चाहिँ होइन, टप 5 मा पर्ने हो है। त्यसपछि लाइक खान्जी, रामेन इज ओरिजिनली इम्पोर्टेड फ्रम चाइना भनेको छ। अब खान्जी जस्तै रामेन चाहिँ चाइनाबाट ल्याएको है, जापानिज नै चाहिँ होइन नेटिभली। रामेन या भनेको छ, रामेन या भनेको रामेन पसल है। तपाईँहरूले हानाया निकुया भनेर पढे जस्तै रामेनको पसल भयो। टाइप्स अफ रामेन भनेको छ, अब तपाईँहरू रामेन यामा जानुहुन्छ र मेन्यू हेर्नुहुन्छ थरी थरीको रामेन देख्नुहुन्छ है। कुन भनेको के हो चिन्नको लागि चाहिँ यहाँ भनेको छ। अन द बेसिस अफ सुप बेस अफ ब्रथ देयर आर मेनली 4 टाइप्स अफ रामेन। रामेनको चाहिँ तपाईँको चाउचाउ भन्दा पनि त्यहाँको सुप हुन्छ नि, जुन सुपको लागि बेस युज गरेको हुन्छ त्यो अनुसार चाहिँ भेराइटी बनाएको हुन्छ। पहिला सोयु रामेन छ, सोय सस फ्लेभर सुप भनेको छ। हामीले चाउमिनमा हाल्ने सोय सस जस्तै त्योबाट बनाइएको छ भने चाहिँ सोयु रामेन भयो है। सोयु भनेकै सोय सस हो। सियो रामेन भनेको छ, सियो थाहा छ होला नि, सियो र सातो पढ्नुभएको थियो नि, सियो भनेको नुन भयो। अब सल्ट सिजन ब्रथ भनेको छ, नुनबाट बनाएको भने सियो रामेन भयो। सानमानमा मिसो रामेन, मिसो भनेको चाहिँ सोयाबिनको पेस्ट हुन्छ, त्योबाट बनायो भने मिसो रामेन। र थोङ्कुचु रामेन भनेको चाहिँ सुप मेड बाई डिजोल्भिङ पोर्क बोन्स भनेको छ। अब पोर्क बोन्सबाट त्यसलाई अब उमालेर बनाउनलाई चाहिँ थोङ्कुचु रामेन भनिन्छ है। अब रामेनको चाउचाउकै भेराइटीमा हेर्दा चाहिँ अलिक सुपको भेराइटी हेर्थ्यो। अब चाउचाउकै भेराइटी हेर्नुहुन्छ भने मेड अप अफ व्हिट एन्ड कम इन डिफ्रेन्ट टाइप्स भनेको छ। थिन, रेगुलर, थिक, पातलोमा आउँछ, मिडियममा आउँछ र बाक्लोमा आउँछ है। सम रामेन अलाउज यु टु चुज द थिकनेस अफ द नुडल्स। कुनै रामेन पसलले चाहिँ तपाईँलाई अब चाउचाउ पातलो खानुहुन्छ कि बाक्लो खानुहुन्छ कि नर्मल खानुहुन्छ त्यो पनि चुज गर्न दिने हुन्छ है। टपिङ्स भनेको छ, त्यसमा अब तपाईँले चाउचाउ र सुप मात्र होइन कि अरू पनि थपेर खान सक्नुहुन्छ है। पिज्जाको जस्तै टपिङ्स चुज गर्न पाइन्छ। चासु भनेको छ, चासु भनेको चाहिँ स्लाइस अफ मिट, पातलो मासुलाई पातलो गरेर काटेर चासु भनिन्छ। मेल्मा भनेको तामा जापानिज भइहाल्यो। नेगी भनेको ग्रिन अनियन्स भयो। मोयासी भनेको स्प्राउटहरू हुन्छ, अलिकति तपाईँको हेर्दाखेरि मसरुम जस्तो देखिन्छ है तर पातलो हुन्छ। तामाको अन्डा भइहाल्यो। नोरी भनेको सिविड भयो। नारुथोमाकी तपाईँको फिस केकहरू हुन्छ है, माछाबाट बनाएको। त्यसपछि कर्नहरू र बटर पनि युज गरिन्छ है। र अझ हामीले खान लागेको चाहिँ इन्स्टन्ट रामेन भयो, यहाँ छ। यु जस्ट निड टु एड हट वाटर, तातो पानी हाले भयो। सोल्ड एट सुपर मार्केट एन्ड कन्भिनियन्स स्टोर्स। अब सुपाहरूमा कोम्बिनीहरूमा किन्न पाइन्छ। र साईको चाहिँ चपस्टिक चाहिँ त्यसमा फ्रीमै आउँछ है, आजको जस्तै। ल ओके त्यति है। मिनासन ओहायो गोजाइमास। आज चाहिँ टोकु बेच्छु होइन, एउटा निहन्नो कोचु भन्छ कि, कोचु के भन्छ अरे कोचु कोर्यो, कल्चर एक्सचेन्ज। जस्तै जापानमा पनि डिफ्रेन्ट कल्चरहरू तपाईँहरूलाई सिकाउँछ कि त्यहाँ है, रामेनहरू खान सिकाउने। अनि जस चाहिँ तपाईँहरू कस्टमर भएर गएर कसरी त्यहाँ होइन वेलकम गर्ने, गेस्टलाई कसरी तपाईँहरूले राख्ने भन्ने कुराहरू हुन्छ। र सेन्सेले भने जस्तै जापानमा रामेन एकदम फेमस हो। रामेन किन काताकाना लेखियो, यो चाहिँ इम्पोर्टेड भएको कारणले होइन, चाइनाबाट इम्पोर्टेड भएको कारणले यसलाई रामेन लेखेको होइन। स्पेसली यो चाउचाउ नै हो, तर जापानमा चाहिँ एकदम फेमस भइगयो। किन भन्दा चाहिँ हामी भात खानै पर्छ, तर उनीहरू यति रामेन भएर नि के त उनीहरूले चाहिँ दिन काट्न सक्छ। र रामेनमा पनि फेरि जापानमा यदि डाइटिङ हुन्छ भनेर चाहिँ तोकेको हुन्छ कि, त्यो कारणले हामी चाहिँ त्यो अनुसार जापानमा गइसकेपछि पनि रामेन धेरै खानुपर्ने भएको कारणले नेपालमा पनि हामीले धेरै पढ्यो नि त रामेन के हो, रामेन भनेर चाहिँ रामेनका सुकिले भन्नुभयो इन्टरभ्यूमा कतिले होइन। त्यो कारणले त्यो रामेन नै के हो त नि भन्ने कुरा तपाईँहरूलाई देखाउन खोजेको है। सेन्सेले भने जस्तै यो आवश्यक थिएन, तर हामीले गरी हेरौँ न त, विद्यार्थीहरूलाई पनि एउटा कल्चरल एक्सचेन्ज अन्तर्गत राखौँ भनेर चाहिँ आज यो प्रोग्राम गरेको। र सेन्सेले भने जस्तै मेनली चपस्टिकको कसरी युज गर्ने भन्ने कुरा तपाईँलाई थाहा नै छ होला कतिलाई है। अब यो हाम्रो हात भयो भने चाहिँ मेनली चाहिँ यो चाहिँ यसरी फिक्स राख्नु पऱ्यो कि है, यो फिक्स राख्नु पऱ्यो।
तलको टुप्पाले पनि होइन तातो हुन्छ, फेरि अलिकति यतातिर राख्नु पर्यो है। तल यत्तिकै राख्यो भने के हुन्छ त पोल्ने सम्भावना भयो नि त, त्यो कारणले यत्तिकै मात्र राख्नु पर्यो। अनि सँगसँगै अर्को चाहिँ यो चौरौँला भन्छ नि, चौरौँलाले समाउनु पर्यो र यो के त यो हाम्रो माइलो औँला चाहिँ यसरी चलाउनु पर्यो है। तपाईँले चलाउँदा जान्नुहुन्छ। अहिले मैले केही समातेको छैन, त्यही भएर मलाई पनि गाह्रो भयो है। नत्र चलाउने भनेको चाहिँ माथिको चपस्टिक है, तलकोलाई फिक्स नै राख्ने हो। चलाउने भनेको माथिकोले सपोर्ट गरेर के गर्छ त कि यसरी यो भयो भने त समायो होइन। त्यो तरिकाले चाहिँ खानु होला र खाइसकेपछि रामेन कस्तो छ फिडब्याक दिनु होला। राज सरले चाहिँ तपाईँहरूको एउटा फिडब्याक दिनुहुन्छ। निहोङ्गो देमो दाइजोबु देश है, नेपालीको देमो ओके देश है त। ल ओइसी कुता बेटी कुदा साइ। आज चाहिँ आइवा एजुकेसन कन्सल्टेन्सीमा रामेन खाने प्रोग्राम राखिएको थियो। रामेन चाहिँ जापानमा एकदम फेमस छ, त्यसैले जापानको कल्चर चाहिँ थोरै यहाँ क्याप्चर गर्न रहिरहेको छौँ। थ्याङ्क यू आइवा एजुकेसन कन्सल्टेन्सी, धन्यवाद। Yo